समस्यालाई समाधान गर्न सक्छ। जियो पोलिटिक्सबाट उठेको समस्या जुन अहिले आएर त्यो के अरे उसले होइन, सन्की शासक भयो भने त जियो पोलिटिक्सको समस्या समाधान होइन, युक्रेन हुन्छ भन्ने कुरा त क्लियर छैन र भने। यति कुरा मैले त बुझ्छु भने मभन्दा पढे लेखेका मान्छे धेरै छन् नि, तिनीहरूले बुझ्दैन होला। अस्तिको त्यो सिकन्दरबार सर्वोच्च अदालतको युक्रेन भएको होइन र तपाईँ अब हुन्छ भन्दैन युक्रेन? कस्तो गलत कुरा हो तपाईँको? त यस्तो हो नि सर, त्यहाँ त बरु धेरै क्याजुअलिटिज भएन नि सर। होइन, त्यही पनि भयो, किन भएन सर? त्यत्रो मान्छे कताजना मान्छे मरेर भित्रै जलेका छन्, ऊ भएको छ। तपाईँले मान्छे को कता छन् भित्र छन् थाहा छैन। अराजक स्थिति भएको छ। प्रहरी प्रशासन आफै सुरक्षित भएर बस्नु परेको स्थिति छ। अनि त्यस्तो त्यो त युक्रेन त अस्ति भइसक्यो। भदौ 23-24 घटनामै युक्रेन नेपाल भइसकेको। अब तपाईँ युक्रेन बनाउँछ भन्ने मान्छे हल्ला गर्दै थियो, गलत हो। युक्रेन भइसक्यो। त्यस्तो मतलब आफ्नै देश छोडेर एउटा कुरो भन्नु छ, यो सरकारले आफ्नै मनले चल्न सकेको भए त्यो छानबिन समितिको आएको प्रतिवेदन अस्ति नै आइसक्थ्यो। एउटा कुरा चाहिँ भन्नु दिन्न, आज त हामी दुःख पाएर सुख पाएर यो देशमा बस्नु पाएको छौँ कि दुःख गरेर सुख गरेर भए पनि जलेको सिंहदरबार हेरेर पनि बसिरहेछौँ होइन। तपाईँको मृतकहरूको पनि तपाईँको सहानुभूति लिएर भए पनि हामी यही देशमा बसेका छौँ। तर युक्रेन जस्तो भयो भने नि अनि झोलाकुमले बोकेर अनि लास्टमा तपाईँको कहाँको नाकाबाट बाहिरिने हो, कहाँ जाने हो थाहा हुँदैन। किनभने हामी यहाँ सेफ छैनौँ भन्ने थाहा भए पछाडि कति लाख मान्छे बाहिरको युक्रेनबाट थाहा छ तपाईँलाई? अस्ति त्यो उसबाट प्यालेस्टाइनबाट कति मान्छे बाहिर यता त्यो रफेल बोर्डरमा आउनु खोज्दाखेरि होइन। त्यो तपाईँले सुरुवात फर्स्ट स्टेजमा त त्यस्तो थिएन नि त। सुरुवात त श्री गणेश चाहिँ भइसक्यो क्या। अस्तिको जे युक्रेनको श्री गणेश भन्ने कुरा चाहिँ जेन्जी आन्दोलन हो क्या त्यो, यति बुझ्नु। अब त्यसपछि पीडा चाहिँ कस्तो हुन्छ होला कि देश छोडेर आफ्नो थातथलो छोडेर अनि झोलीकुम्ली बोकेर अर्काको देशमा शरणार्थी बन्न जाँदाखेरिको अवस्था कस्तो हुन्छ होला कि? तपाईँले एउटा कुरा बताइदियो भन्नुहोस्। नेपाल शरणार्थीहरूको स्थल नै हो। अरू शरणार्थी हामी पनि यहाँ शरणार्थी भएर आएको मान्छेहरू पहिले। तपाईँ सुन्नु, यहाँबाट नि शरणार्थी भएर जानु पर्यो। अब के हो, हामी त शरणार्थी भएर आएको। शाह वंश शरणार्थीको रूपमा आएको यहाँ नेपालमा, अथवा लिसी वंश शरणार्थीको रूपमा आएको। सबै यहाँ अवसर पाउने भनेर गोपाल वंश महेश्वरसँग आएको भनेर कथाहरू हामी पढ्छौँ। यहाँको त एकदम प्योर मान्छे भयो भने त किराँत वंश मात्रै हो। शाह वंश यहाँ शरणार्थी भएर आएको हो त। नयाँ कुरा गर्नुपर्छ के तपाईँ इतिहास किताब इतिहासको किताब चाहिँ पढाएर देखाइदिन्छु मलाई। मातलान्ने फेरि कसरी त शाह वंशको त सुरुवात कसरी आए, मुस्लिमहरूले आक्रमण, भारतमा एउटा देश थियो उनीहरूको होइन, मुस्लिमहरूले आक्रमण गरे। अझ त्यो पनि के भन्छ भने छोरी चाहिँ देव बिहा गर्न भनेर मुस्लिम देशले मागे, उसले दिएन, हिन्दू कसरी दिने भनेर। अनि नदिए त छोरी लुट्न भनेर त्यहाँनिर मुस्लिमहरूले आक्रमण गरे। अनि उनीहरू बाँच्नको लागि धर्म बचाउनलाई यहाँ आए। त्यो त कुरा हो, त्यो त इतिहासमै लेखेको छ। मैले लेखेको इतिहासकारहरूले हामीले जसलाई हाम्रो इतिहास शिरोमणि भन्छौँ तिनीहरूले लेखेका छन् होइन। सर अब तपाईँ पनि व्यस्त